ल है गाई हाम्रो अछाममा मनाइने अत्यन्तै दुर्लभ त यो सुदूर हराइ पनि पहाडका सक्दैन। जिल्लाहरूमा परम्परागत कोल हराउन थालेका छन्। गाउँमै आधुनिक मिल सुरु भएपछि यहाँका हाम्रो अधिकांश आमाबुवाहरूले जिल्लाहरूमा यसै कोल हराउन थालेका तेल हुन्। कोलमा पेलिने तोरीको तेललाई औषधिका पोखरीमा रूपमा पेल्ने प्रयोग गरिन्छ। गर्दछ। अहिले पनि फाटाफुट्ट रूपमा भेटिने कोलमा औषधिकै लागि भए पनि तोरी पेल्ने चलन छ। त्यसो त कोलमा तिल, चिउरी तथा अन्य तेलहन बालीबाट तेल निकाल्ने पनि चलन छ। आहा, सुदूर पहाडका यो अछाम, डोटी, संस्कृति, यो डडेलधुरा, परम्परा बाजुरा र सबै कर्णाली जोगाइराख्नु प्रदेशका जरुरी छ जिल्लाहरूमा है पनि गाई। कोलको प्रयोग गरिन्छ। तपाईले दृश्यमा हाम्रो देखिरहेको अछामतिर कोल भने अहिले पनि अछाम जिल्लाको कहीँ ढकारी कहीँ देखिन्छ गाउँपालिका यो। स्थित यो हाम्रो नन्दपुर अछाम गाउँका जिल्लाको स्थानीयले प्रयोग गर्ने कोल हो। ढकारी अब गाउँपालिका कोलको संरक्षण अन्तर्गत पर्ने गर्नुपर्ने यो जरुरी देखिन्छ। कोल यस हो। क्षेत्रका जिल्लाहरूमा दशक अघि टोलै पिच्छे कोल देखिन्थे, हो। तर अहिले कोल भेट्टाउनै मुस्किल छ। यदि भेटिहाले पनि जीर्ण अवस्थामा कोल भेटिन्छन्। यहाँका स्थानीयले काठबाट बनेका 3वटा सामग्रीको माध्यमबाट कोल हाल्ने गरेका छन्। कोलमा प्रयोग हुने काठलाई स्थानीय भाषामा बियो, चिम्टी र पाटी भन्ने गरिन्छ। अहिले आधुनिक मिल प्रयोगमा आएपछि कोल सङ्कटमा छ। अब स्थानीय सरकारहरूले समेत यसको यो संरक्षण चाहिँ गर्नुपर्ने काठको देखिन्छ। प्रयोग